हेलो गाइज, वेलकम टु माई न्यू भ्लग होइन। आज हाम्रो गाउँमा चाहिँ अब 12 वर्षे कुल पूजा हुँदैछ। कुल पूजाको लागि चाहिँ तयारी हो होइन। अब चाहिँ टेन्ट टाङ्नको लागि, त्रिपाल हाल्नको लागि चाहिँ केटाहरू काम गरिरहेको छ होइन। खाल्टा खन्दैछन्। खाल्टा खनिसकेपछि त्यसपछि बाँकी रहेको केटाहरूले आधीले सखार्दै पनि छ होइन। डाँडालाई खनेर चाहिँ सम्म बनाउँदैछ। त्यसपछि त्रिपाल टाङ्ने काम सुरु हुँदैछ होइन। अब सबै केटाहरू आफ्नै पारामा छ, गफ पनि गरिरहेको छ। म चाहिँ मसँग बेसी भेक आएर गफ गरिरहेको थिएँ एकछिनसम्म। अनि पछि आफ्नो केटाहरू कोही कुरा गरिरहेको छन्, खनिरहेको छ होइन, कामहरू गरिरहेको छ। त्यसपछि चाहिँ हामी खाजा खाने भन्नु थाल्यो होइन। खाजा खानु अब खाजामा चाहिँ त्यही हो रोक्सी होइन। अब त्यसपछि डेढको दिन चाहिँ होइन खसी काट्ने, रोटी पोल्ने, यताउति गर्ने हुन्छ होइन। मैले चाहिँ खसी मारान्छु भनेर भनिहालेँ होइन। लास्टमा चाहिँ बेजेर भयो गाई चाहिँ होइन। त्यसपछि अब मासु काटेर खसी काटेर चाहिँ 4वटा खसी काटेर चाहिँ यहाँ काटकुट गर्न थालिरहेको छ काकाहरू, ठुलोबाहरू, अङ्कलहरूले होइन। त्यसपछि सानो भाइले चाहिँ मेरो मोबाइल लिइरहेको थियो। सानो भाइले चाहिँ भिडियो बनाउँदैछ होइन, ब्लगरले गर्दैछ। के भन्दैछ अब मलाई मासु म खुट्टा पोलिरहेको थिएँ होइन। अनि त्यसपछि खुट्टा पोल्दै अनि के गर्दै थियो, खसीको के हो त्यो होइन, त्यो पोलिरहेको थिएँ होइन। अनि खानुपर्छ, पोल खानुपर्छ भन्दै थियो होइन। खासमा चाहिँ 4वटा खसी काटेको गाई चाहिँ कति। त्यसपछि रातिको समयमा चाहिँ पूजा गर्ने हुन्छ होइन, पूजासुजा हुन्छ होइन। त्यसमा चाहिँ भाउजूले भालेर बसिरहेको छ। अब भित्र चाहिँ पूजापाठ सकेर चाहिँ बल्ल भक्कल चढाउने काम हुन्छ। भक्कलमा चाहिँ भाले हुन्छ होइन, भेडा हुन्छ। भाले चाहिँ अब 12 वर्षमा चाहिँ 12वटा हुन्छ कि के हुन्छ सायद होइन। नभए चाहिँ बिहे भएको मान्छेको बिहे भाग अनि छेउर भएको मान्छेको छेउर भाग हुन्छ प्रत्येक घरबाट होइन। त्यसरी चाहिँ काटिन्छ, भक्कल दिन्छ होइन। अब त्यो चाहिँ लाटालाटी नाचिरहेको छ। त्यसपछि पूजापाठ पनि गरिरहेको छ होइन। अब हामी चाहिँ जान सकेन। म चाहिँ बाहिर निकै पानी परे भएर भित्र पनि धेरै मान्छे धेरै भएको कारणले गर्दा चाहिँ जान सकेन। यसको भिडियो चाहिँ पछि देखाउँदै गरौँला नि गाई। भित्रको दृश्यहरू चाहिँ देखाउन सकेन गाई होइन। अब पानी निकै पानी परे भएर भित्र चाहिँ अब नाचगान भइरहेको, पूजापाठ भइरहेको छ होइन। त्यही भएर चाहिँ मैले देखाउन सकिनँ। बाहिर बस्नु पऱ्यो म चाहिँ होइन। निकै पानी परेको कारणले गर्दा जान सकिनँ। त्यही भएर बाहिरबाट चाहिँ भिडियो गर्दैछु म। भित्रबाट अहिले एकछिनपछि गएर भित्रबाट भिडियो गराउनु पर्ला होइन। बाहिर चाहिँ मान्छेहरू टनाटन छ क्या। पानी एकदम निकै पानी पऱ्यो नि त। पानीले गर्दा एकदम बिथल्यो। नाचगान एकदम रमाइलो हुन्थ्यो आजको दिन होइन। पूजापाठ आज पूजा गर्ने दिन हो नि त। आज पूजा गर्ने, नाच्ने, लाटालाटी नाचाउने दिन आज रातिको समयमा हुन्छ। त्यो चाहिँ गर्न सकियो, त्यो चाहिँ भएन आज होइन। नेक्स्ट पार्ट चाहिँ अब भोलिको दिन के हुन्छ त्यसको चाहिँ पार्ट भोलि हाल्दै गरौँला है।